स्कुटरको हाइटमा चाहिँ नजानु हैन। यसको पावरको कुरा गरौँ भने यस्तो सानो स्कुटरमा यसको जुन मोटरको पावर छ त्यो 72 भोल्ट 2500 वाटको रहेछ है। यसले अब जस्तो सुकै उकालो ओह्रालो जस्तो सुकै भए पनि मजाले तान्छ। अब यो चाहिँ हाम्रो एसवे ब्रान्डको एसवे 18 मोडल भयो, जसमा तपाईले अगाडि पनि डिस्क ब्रेक पाउन सक्नुहुन्छ। त्यस्तै पछाडि पनि यसको डिस्क ब्रेक छ हैन। मिरर पनि एकदमै राम्रो डिजाइन भएको, अगाडिको हेडलाइट पनि एकदमै राम्रो, पछाडि पनि यसको ब्रेकमा चाहिँ तपाईले डिस्क ब्रेक नै पाउन सक्नुहुन्छ। अब ग्राउन्ड क्लियरेन्स पनि ठिक्कै छ यसको हैन, धेरै त छैन, तर तपाईको मार्केटमा चाहिँ के हुँदैन 155 mm को ग्राउन्ड क्लियरेन्स भएको यो स्कुटर, 10 इन्चको चक्का भएको। अब यसको चाहिँ प्राइस भन्यो भने अहिले चाहिँ हामीले यसलाई पनि अफर प्राइसमा 1,50,000 मा दिइरहेको छौँ है। यसको अगाडिको डिजाइन भयो, पछाडिको पनि डिजाइन हेरौँ, पछाडिबाट पनि एकदमै राम्रो भएको। यसमा पनि तपाईको रिभर्स मोड भएको छ है। अब डिस्प्लेतिर जाउँ भने अगाडितिर जाउँ भने अब यसको ब्याट्रीको कुरा गर्ने 72 भोल्ट 26 एम्पियरको ब्याट्री हो, जसले एकचोटि चार्जमा 50-60 किलोमिटर मात्रै दिन्छ है। मोटर पावर बढी भएको कारणले हुन त अब चलाउनेमा भर पर्छ, कसैले राम्रोसँग कुदायो भने 70 सम्म दिन सक्छ, 60-70 चाहिँ। अब यहाँ कुरा गरे नि 1 to 3 मोड छ, स्पिड पनि एकदमै धेरै भएको, लगभग 80-90 नै जान्छ यसको स्पिड हैन। अब यहाँ हेर्नु भयो भने यो हजार्ड लाइट भयो, त्यस्तै यो मेन लाइट भयो, हेडलाइट भयो हैन, यो मोड भयो, यो चाहिँ तपाईको पार्किङ भयो, त्यस्तै यो चाहिँ तपाईको हाइलो भयो, यो चाहिँ तपाईको साइड इन्डिकेटर भयो, यो रिभर्स फङ्सन भएको, यो हर्न भएको। अब यतातिर हेरौँ भने यहाँ चाहिँ तपाईको मोबाइल चार्जिङको लागि चार्जिङ पोर्ट भएको, यहाँ चाहिँ सानोतिनो सामान मोबाइल सोबाइल राख्नले भयो। यसमा पनि एकदमै राम्रो छ, हुक दिएको हैन, त्यस्तै चाबी भयो। अब यसमा पनि किलेस स्टार्ट हुन्छ है, रिमोट हुन्छ। अब बुट स्पेसको कुरा गर्नु पर्यो भने बुट स्पेस पनि यसमा पनि एकदमै ठुलो छ है। यसमा पनि तपाईको 63 एम्पियरको एमसिबी पाउन सक्नुहुन्छ, बुट स्पेस एकदमै ठुलो भएको। अब त्यस्तै फुट स्पेस पनि यसको राम्रो छ। यसको प्राइस मात्र 1,50,000 मा तपाईहरुले पाउन सक्नुहुन्छ।